हाई सबैजनालाई नमस्ते, वेलकम टु माई युट्युब च्यानल सुस्मिता युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले मेरो कान्छी फुपूको घर पैसा थियो, त्यसैमा गएको थिएँ। त्यसैको भिडियो हजुरलाई देखाउँछु है। मलाई मिस गर्नुभएको छ कि नै, मैले धेरै दिन भयो, 3-4 दिन भयो मैले भिडियो हालेको छैन। आज चाहिँ भिडियो हाल्छु भनेर चाहिँ फुपूको घर पैसाको भिडियो गराएको थिएँ, थोरै त्यही हाल्न लाग्छु। अनि बिहानै फुपूले बोलाउनु भएको थियो, त्यही गएको थियौँ। ठ्याक्क 9 बजेको साइत रहेछ गिरो प्रवेश गर्ने। अनि मेरो छोरीहरू सबै 5वटा कन्या चाहिँ अब कलश लिएर भित्र जाँदै हुनुहुन्छ। अनि सुरुमा चाहिँ मेरो छोरी छिन्, अनि त्यसपछि अरू कन्याहरू हुनुहुन्छ। 5 जना कन्या हुनुहुन्थ्यो। सानो सानो बहिनीहरू पनि छन्, मेरो अङ्कलको छोरीहरू 2टा। अनि पुसैले चाहिँ नानीहरूलाई समातेर भित्र लङलाङमा छ। अनि घर मात्रै सर्ने भनेर चाहिँ, अनि कलश लिएर घर मात्रै सर्ने भनेर, अनि सानो गर्ने भनेर चाहिँ बोलाउनु भएको थियो हामीहरूलाई। अनि त्यही भएर गएको थियौँ। मेरो नानी चाहिँ अनि स्कुल जाने ड्रेस लगाएको थियो, त्यही स्कुलैसँग गएर फुपू चाहिँ पुरा हाँस्दै पुरा पूजा गरिराख्नु भएको छ। साडी लाउँदैन भन्नुहुन्थ्यो, त्यही पनि लाउनु भनी जबरजस्ती साडी लाउनु उठाएको। फुपूसँग मिलेर घरको पूजा गर्न लाग्नु छ, किचनको। अनि रमाइलो भयो थियो। रोटीहरू त हालिसकेको थियौँ हामीले, रोटीहरू देखाउन पाएन सरी है। अनि अब चाहिँ फुपूहरू पूजा गर्दै हुन्छ। अनि म यत्तिकैमा मेरो तालिम थियो नि, त्यही भएर म निस्किहालेँ पूजासुजा गरेर बिहानको। अनि धेरै भिडियो चाहिँ गराउन पाएन। आजको भिडियो यति हो, सबैजनाले हेरिदिनु होला। अनि सबैजनालाई थ्याङ्क यू। माई युट्युब च्यानल सबैजना लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। ओके, बाई बाई सबैजनालाई।